इन्डियन क्लबलाई हराउँदै एपीएफ सेमिफाइनलमा झापाको शिव शताक्षी स्थित दुधे रङ्गशालामा भइरहेको एलबिडी झापा वुमन्स गोल्ड कप टुर्नामेन्टको सेमिफाइनलमा एपीएफले ठाउँ पक्का गरेको छ। एपीएफले भारतको सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई 7-0 को फराकिलो हार चखाएको छ। एपीएफका लागि रश्मि कुमारी घिसिङले ह्याट्रिक गरेकी छिन्। खेलको 29औं मिनेटमा सविता राणा मगरले एपीएफलाई 1-0 को लिड दिलाइन्। त्यसपछि 38औं मिनेटमा अनिता बस्नेतले स्वरू लिम्बुले हेडिङ मिस गरेको बललाई गोलमा परिणत गर्दै खेल 2-0 बनाउन सफल भइन्। 41औं मिनेटमा रश्मि कुमारी घिसिङले गोल गर्दा खेल 3-0 भयो। थप समयको 45 मिनेट पछाडिको पहिलो मिनेटमा फेरि रश्मिले गोल गरिन् भने 45+6 मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दा खेल हाफ अगाडि एपीएफको पकडमा 5-0 भयो। अनि खेलको 71औं मिनेटमा अनिता केसीले गोल गरेर 6-0 बनाउन सफल भइन् भने 84औं मिनेटमा रश्मिले आफ्नो ह्याट्रिक पूरा गर्दा खेल एपीएफको पक्षमा 7-0 भयो। यस खेलको म्यान अफ द म्याच रश्मि कुमारी घिसिङ भइन् भने उनले नगद 15,000 रुपैयाँ र ट्रफी प्राप्त गरेकी छिन्। आज भने तेस्रो क्वार्टर फाइनल खेलमा सङ्कटा क्लब काठमाडौँ र झापा 11 बीच भिडन्त हुनेछ। प्रतियोगिताको फाइनल कार्तिक 24 गते हुनेछ।